थालाई यो लेखको जङ्गलमा यो मच्छड कहाँबाट आयो? तराईबाट बसाइ सरेर आयो कि कहाँबाट आयो कि कसले लिएर आयो? होइन त्यो हाम्रो गाउँको साइला हो क्या हो? ओ साइला, को मलाई बोलाउने? अलि वर आऊ, मैले चिनिन तिमीलाई। चिनिन मलाई? होइन हो साइला, कस्तो नचिनेको हो आफ्नो गाउँको मान्छेलाई नि? मान्छे रे यो माने बजिया पो रहेछ। तिमीहरूले गाउँ बिर्सिहाल्यौ, यस्तै चाडबाडको बेला मात्रै आउँछौ घर, अनि मैले कसरी चिन्नु? मोटाएर यसरी फर्सी जस्तो भएको छौ। होइन तिमीहरूले सहरमा युरा नै खान्छौ कि है यसरी मोटाउनलाई? सहरमा बस्ने मान्छे आफ्नो मोटर कारमा चढेर आउनुपर्छ, कहाँ यसरी लखर 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 हिँड्दै आएको त? होइन यो कमिला हिँड्ने बाटोमा मोटर कार कसरी चढ्छ हो? लु मलाई नसिकाऊ है मोटर कार, मलाई थाहा छैन मोटर कार कति प्रकारको हुन्छ। लुलु भन त कति प्रकारको हुन्छ? होइन गाउँमा बस्ने मान्छे भनेर के साह्रो हेपेको हो भन। जम्मा मोटर कार एउटा, अर्को केबल कार हुन्छ। केबल कारमा सुइँ चढेर आएको भइहाल्थ्यो नि। हो रहेछ, तिमी यो कुरा सबै जाने रहेछौ, तिमी त यो विषयमा विज्ञ नै रहेछौ। अनि त लु यो झोला बोका खुर्क, यहाँ मलाई गाह्रो भइसक्यो। म छँदैछु नि बोक्नलाई, तिमीलाई पनि बोक्नुपर्छ कि? आऊ। पर्दैन हो, हिँड खुरुखुरु। अनि सुनौ साइला, गाउँको खबर के छ? अनि अहिलेको हालचाल के छ? चिप लागेर हिँड न, यहाँ गलेको बेला माथि गएर सबै थाहा भइहाल्छ नि। आऊ।